नमस्कार साथीहरू, आजको यो भिडियोमा हामी सङ्घीय लोकसेवाको खरिदारको फर्म कसरी भर्ने बारे हामी सिक्छौँ, जुन चाहिँ फागुनको 11 महिना 27 गतेदेखि खुलेको छ। सो सर्वप्रथम आफ्नो मोबाइल भएको कुनै ब्राउजर खोल्नु होला, जसरी कि म आफ्नो मोबाइल भएको क्रोम ब्राउजर खोलेपछि त्यसपछि तपाईँहरू पिएससी सर्च गर्नुहोला अथवा लोकसेवा आयोग सर्च गर्नुहोला, जुन सर्च गरे नि भयो। अनि पिएससी सर्च गरेपछि तपाईँ सर्च गर्नुहोला, अनि सर्च गरेपछि तपाईँको इन्टरफेस यस्तो खोल्नेछ, पब्लिक सर्भिस कमिसन, त्यहाँ क्लिक गर्नु होला। अनि क्लिक गरेपछि तपाईँहरूलाई यस्तो डैशबोर्ड खोल्नेछ। यस्तो डैशबोर्ड खुल्दाखेरि खुलेपछि तपाईँहरू के गर्नु कि माथितिर अनलाइन एप्लिकेसन दिएछ, त्यहाँ क्लिक गर्नुपर्ने हुन्छ। सो त्यहाँ क्लिक गर्नु होला, अनि क्लिक गरेपछि तपाईँको सामु यस्तो फर्म खोल्नेछ के, अनि यस्तो डैशबोर्ड खोल्नेछ। यसरी यसमा यदि तपाईँहरू पहिला नै लोकसेवा आयोगको फर्म भर्नुभएको छ, सङ्घीय लोकसेवा आयोगको फर्म भर्नुभएको छ भने त हजुरहरूसँग प्रयोगकर्ता नाम अथवा इमेल होला अथवा पासवर्ड होला, त्यो लगइन गर्दा भएको। यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने, यदि कोही नयाँ फर्म भर्न चाहिरहनु भएको छ भने सङ्घीय लोकसेवा खरिदारको दर्ता गर्नुहोस्मा क्लिक गर्नुपर्ने हुन्छ। सो त्यहाँ क्लिक गर्नु होला। क्लिक गरेपछि तपाईँलाई अर्को इन्टरफेस खोल्नेछ, यस्तो खाले इन्टरफेस खोल्छ। त्यसमा सर्वप्रथम आफ्नो नाम लेख्नु होला। सो स्टार भएको जति पनि दिएछ त्यो म्यान्डेटरी हो कि, त्यो भर्नु नै पर्ने हुन्छ कि। यसमा सर्वप्रथम आफ्नो नाम लेख्नु होला, बिचोका नाम नलेखे भइहाल्छ। थर लेख्नु होला आफ्नो जाति। त्यसपछि प्रयोगकर्ता नाममा कतिपय साथीहरू झुकिरहनुहुन्छ कि यसमा के लेख्ने। सपोज तपाईँको नाम अजय रहेछ भने, तपाईँको नाम अजय रहेछ भने अजय लेख्नु, अनि त्यसको पछाडि तपाईँको जुन मन लागेको नम्बर लेख्नुको लागि, सपोज मान्नु कि 1 2 3 लेखेँ मैले के, यसरी आफ्नो युजर नेम लेख्न सक्नुहुनेछ। सो यो लेख्नु होला। अनि त्यसपछि तपाईँको आफ्नो यसमा तपाईँको जन्ममिति लेख्नु होला। जन्ममिति लेखेपछि तपाईँको आफै इङ्ग्लिसमा कन्भर्ट भइहाल्छ। अनि त्यसपछि तपाईँहरू आफ्नो यता इमेल लेख्नु होला। त्यसपछि मोबाइल नम्बर लेख्नु होला। त्यसपछि राष्ट्रिय परिचय पत्र नम्बर नलेखे हुन्छ। नागरिकता नम्बर लेख्नु होला। यसमा नागरिकता जारी जिल्ला लेख्नु होला। त्यसमा नागरिकता जारी मिति यसमा लेख्नु होला के। अनि त्यसपछि यो आफै इङ्ग्लिसमा कन्भर्ट भइहाल्छ। सो यति लेखेपछि तपाईँहरूलाई चाहिँ बुझाउनुहोस्मा क्लिक गर्नुपर्ने हुन्छ कि। सो त्यसपछि चाहिँ हाम्रो यस्तो डैशबोर्ड खोल्छ। त्यसपछि तपाईँहरू आफ्नो प्रयोगकर्ता नाम अथवा इमेल लेख्नु होला। अनि त्यसपछि इमेलमा गएको तलतिर पासवर्ड लेख्नु होला। अनि पासवर्ड लेखेपछि तपाईँहरू बुझाउनुहोस्मा क्लिक गर्नु होला। त्यसपछि अर्को डैशबोर्ड खोल्ने चाहिँ यस्तो खुल्दाखेरि आफ्नो पुरानो पासवर्ड र नयाँ पासवर्ड र पुनः नयाँ पासवर्ड लेख्नु होला। जुन इमेलमा गएको हुन्छ पासवर्ड त्यही लेख्नु होला। अनि त्यसपछि नयाँ पासवर्ड अनि पुनः नयाँ पासवर्ड क्लिक गर्नु होला। अनि त्यसपछि बुझाउनुहोस्मा क्लिक गर्नु होला। बुझाएपछि हाम्रो चाहिँ यस्तो डैशबोर्ड खुल्छ। त्यसपछि आफ्नो नयाँ पासवर्ड र इमेल अथवा प्रयोगकर्ता नाम लेखेर अनि लगइन गर्नु होला। त्यसपछि हाम्रो यस्तो डैशबोर्ड खोल्नेछ। यस्तो डैशबोर्ड खोलेपछि हामीले के गर्नुपर्ने हुन्छ भने माथि दिएको 3वटा लाइनमा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। सो त्यहाँ क्लिक गर्नु होला। सो त्यसपछि चाहिँ हाम्रो सर्वप्रथम काम के हुन्छ भने आफ्नो प्रोफाइल अपडेट गर्ने। सो मेरो प्रोफाइलमा क्लिक गर्नुपर्ने हुन्छ। सो क्लिक गर्नु होला। सो त्यसपछि हाम्रो यस्तो डैशबोर्ड खोल्छ। सो यस्तो डैशबोर्ड खोलेपछि हामीले सबै डिटेल्सहरू भर्नुपर्ने हुन्छ। सो यस्तो खोलेपछि आफ्नो फर्म चाहिँ फिलअप गर्नु होला। अनि सर्वप्रथम आफ्नो देवनागरी नाम लेख्नु होला। पहिलो नाम लेख्नु होला, त्यस बिचको नाम नलेखे पनि हुन्छ। त्यसपछि थर लेख्नु होला। अनि त्यसपछि आफ्नो नागरिकता मिति लेख्नु होला। त्यसपछि तपाईँको आफै इङ्ग्लिसमा कन्भर्ट भइहाल्छ। त्यसपछि आफ्नो बुवाको नाम लेख्नु होला। त्यसपछि उहाँको थर लेख्नु होला। त्यसपछि आफ्नो आमाको नाम, त्यसपछि उहाँको थर, हजुर बुवाको नाम लेख्नु होला। त्यसपछि उहाँको थर लेख्नु होला। त्यसपछि यदि पति पत्नी हुनुहुन्छ भने आफ्नो लेख्नु होला। नलेखे पनि हुन्छ, म्यान्डेटरी छैन। त्यसपछि एकचोटि पुरै हेर्नु होला के मिस्टेक छ के रङ छ भनेर। अनि त्यसपछि तपाईँहरू अतिरिक्तमा क्लिक गर्नु होला। अतिरिक्तमा क्लिक गरेपछि तपाईँको सामु यस्तो इन्टरफेस खोल्नेछ। त्यसपछि तपाईँ ओकेमा क्लिक गर्नु होला।
सो त्यसपछि चाहिँ तपाईँको सामु यस्तो इन्टरफेस खुल्नेछ। त्यसपछि आफ्नो जात सिलेक्ट गर्नु होला। त्यसपछि जात सिलेक्ट गरेपछि तपाईँ आफ्नो धर्म सिलेक्ट गर्नु होला। धर्म सिलेक्ट गरेपछि तपाईँ आफ्नो वैवाहिक वैकल्पिक त्यो छान्नु होला। विवाहित हुनुहुन्छ कि अविवाहित हुनुहुन्छ कि एकल हुनुहुन्छ त्यो छान्नु होला। त्यसपछि रोजगारको अवस्था सिलेक्ट गर्नु होला, कस्तो छ तपाईँको। त्यसपछि तपाईँको मातृभाषा सिलेक्ट गर्नु होला। मातृभाषा सिलेक्ट गरेपछि तपाईँ फेरि आफ्नो बुवाको पेसा सिलेक्ट गर्नु होला। त्यसपछि तपाईँ आफ्नो आमाको पेसा सिलेक्ट गर्नु होला। त्यसपछि भौगोलिक क्षेत्र हिमाल पहाड तराई जे पर्छ त्यो राख्नु होला। त्यसपछि चाहिँ आफ्नो जुन समावेशीमा पर्नुहुन्छ त्यसमा क्लिक गर्नु होला। समावेशी समूहमा तपाईँ आफ्नो आदिवासी हुनुहुन्छ भने, मधेसी हुनुहुन्छ भने, दलित हुनुहुन्छ अथवा अपाङ अथवा पिछडिएको हुनुहुन्छ भने आफ्नो चाहिँ त्यो भएको सिलेक्ट गर्नु होला। त्यसपछि चाहिँ आफ्नो त्यो सम्बन्धित डकुमेन्ट अपलोड गर्नु होला। डकुमेन्ट अपलोड गरेपछि तपाईँको डकुमेन्ट चाहिँ तल देखाइदिन्छ। हेर्न सक्नुहुन्छ तलतिर डकुमेन्ट चाहिँ हेराइसकेको छ। त्यसपछि चाहिँ तपाईँहरू यो पुरै डिटेल भरेको हेर्नु होला, सच्याउनु होला अनि त्यसपछि चाहिँ सम्पर्कमा क्लिक गर्नु होला। पछि हाम्रो यस्तो डैशबोर्ड खुल्नेछ। खुलेपछि हाम्रो ओकेमा क्लिक गर्नु होला। ओकेमा क्लिक गरेपछि हाम्रो यस्तो फर्म खुल्नेछ। सो सर्वप्रथम यसमा चाहिँ आफ्नो प्रदेश चुज गर्नु होला। त्यसपछि जिल्ला चुज गर्नु होला। तपाईँको जुन जिल्ला छ त्यो राख्नु होला। त्यसपछि नगरपालिका अथवा गाउँपालिका राख्नु होला। त्यसपछि वार्ड नम्बर राख्नु होला। त्यसपछि तपाईँको टोल राख्नु होला। मार्ग चाहिँ नराखे हुन्छ। त्यसपछि घर नम्बर नराखे हुन्छ, फोन नम्बर पनि नराखे हुन्छ, किनभने एउटा अलरेडी हाम्रो फोन नम्बर राखेको छ कि। सो त्यसपछि चाहिँ हाम्रो पत्राचार गर्ने ठेगानामा फेरि साथीभाइहरूलाई अप्ठ्यारो हुन्छ कि त्यसमा के लेख्ने भनेर। सो सर्वप्रथम त्यसमा के लेख्नु होला कि अहिले जुन स्थानमा तपाईँहरू बस्दै हुनुहुन्छ त्यही ठाउँको नाम लेखे हुन्छ कि। जसरी कि म काठमाडौँमा बसिरहेको छु भने काठमाडौँ महानगरपालिका वार्ड नम्बर 7 चाबिल लेखे भइहाल्छ कि। सो यस्तै तरिकाले आफ्नो ठाउँको चाहिँ बसिरहनुपर्छ त्यो लेख्नु होला। त्यसपछि चाहिँ यो सबै चाहिँ लेखेको मिलाउनु होला एकपटक। अनि मिलाएपछि तपाईँहरू के गर्नु होला कि कागजातमा क्लिक गर्नु होला। अनि कागजातमा क्लिक गरेपछि हाम्रो चाहिँ यस्तो फर्म खुल्नेछ। अर्को डैशबोर्ड सही खुल्नेछ। ओकेमा क्लिक गरिदिनु। त्यसपछि चाहिँ हाम्रो इन्टरफेस यस्तो खुल्नेछ। सो यसमा तपाईँहरूलाई 400 KB भन्दा कम तपाईँको डकुमेन्टहरू अपलोड गर्नुपर्ने हुन्छ। जसरी तपाईँको फोटो भयो, नागरिकताको फ्रन्ट र ब्याक र व्हाइट पेपरमा सिग्नेचर चाहिएको छ त्यो पनि लेखेर राख्नु होला। सो यहाँ चाहिँ आफ्नो फोटो अपलोड गर्नु होला, हालै साल खिचेको। त्यसपछि यतातिर आफ्नो सिग्नेचर गरेको फोटो राख्नु होला व्हाइट पेपरमा। त्यसपछि चाहिँ आफ्नो नागरिकताको फ्रन्ट साइड राख्नु होला, अगाडिको भागको फोटो राख्नु होला। त्यसपछि चाहिँ आफ्नो ब्याक साइड नागरिकताको फोटो राख्नु होला, पछाडिपट्टिको फोटो राख्नु होला। त्यो सबै डिटेल्सहरू राखेर एकचोटि मिलाउनु होला। अनि मिलाएपछि आफ्नो फोटो सिग्नेचर अनि त्यसपछि तपाईँहरू आफ्नो नागरिकताको फ्रन्ट साइड र ब्याक साइड राखेर अनि त्यसपछि मिलाएर त्यसपछि तपाईँहरू शिक्षामा चाहिँ क्लिक गर्नु होला, दाब्नु होला। त्यसपछि शिक्षामा दाबेपछि हाम्रो चाहिँ यस्तो इन्टरफेस खुल्नेछ। अनि यस्तो इन्टरफेस खोल्दाखेरि हामी राइट साइडमा दिएको शैक्षिक योग्यताको प्रमाण अपलोड गर्नुहोस् त्यसमा क्लिक गर्नु होला। त्यहाँ क्लिक गरेपछि हाम्रो यस्तो चाहिँ डैशबोर्ड खुल्नेछ। त्यसपछि चाहिँ तपाईँहरू विश्वविद्यालय अथवा बोर्डको नाममा क्लिक गर्नु होला। त्यसमा क्लिक गरेपछि हाम्रो चाहिँ यस्तो इन्टरफेस हुनेछ। यदि तपाईँ 10 क्लास पढ्नु भएको छ भने तपाईँहरू अन्यमा क्लिक गर्नु होला। अनि त्यसपछि तपाईँको बोर्ड SEE होला अथवा
एसएलसी वालामा नै आफ्नो लेख्नु होला। यदि तपाईँहरूको +2 गर्नुभएको छ भने एचएसबी अथवा एनईबीमा क्लिक गर्नुपर्ने हुन्छ। सो मैले एसई को भरेर हेराइरहेको छु ल। सो एसई लेख्नु होला। त्यसपछि तपाईँको आफ्नो शैक्षिक उपाधिमा क्लिक गर्नु होला। त्यसमा तपाईँको कुन +2 गर्नुभएको छ कि स्नातक गर्नुभएको छ कि एसएलसी एसई गर्नुभएको छ त एसएलसी एसईमा क्लिक गर्नु होला। त्यो क्लिक गरेपछि तपाईँको शैक्षिक संकाय वैकल्पिक चाहिँ छोडिदिनु होला, नभर्नु होला। यदि 10 क्लास पढ्नुभएको छ भने, यदि मात्र 12 क्लासको हो कि 12 क्लासले मात्र भर्न पाउने हो कि 10 क्लास यदि हुनुहुन्छ भने छोडिदिनु होला, नभर्नु। श्रेणी ग्रेड लेख्नु होला, B+ आयो कि A+ आयो कि C+ आयो। त्यसपछि तपाईँको मूल विषय त्यसमा लेख्नु होला। त्यसपछि चाहिँ शैक्षिक योग्यताको उपाधिको विवरणमा तपाईँहरू आफ्नो कलेजको नाम लेख्नु होला। जस्तै म यो कलेजबाट यति जिपिए ल्याएर पास भएको छु भनेर त्यस्तो लेख्नु होला। त्यसपछि शैक्षिक संस्थाको प्रकारमा तपाईँहरू सरकारी हो भने सरकारी, यदि निजीबाट पढ्नु होला निजीमा क्लिक गर्नु होला। त्यसपछि चाहिँ उत्तीर्ण गरेको साल लेख्नु होला। तपाईँको ट्रान्सक्रिप्टमा 10 क्लासको या 12 क्लासको ट्रान्सक्रिप्टमा दिएको हुन्छ। यदि 10 क्लासको गर्दै हुनुहुन्छ भने 10 क्लासमा दिएको हुन्छ, अनि अथवा 12 क्लासको गर्दै हुनुहुन्छ 12 क्लासको ट्रान्सक्रिप्टमा दिएको हुन्छ, त्यो लेख्नु होला। सो त्यसपछि चाहिँ तलतिर तपाईँहरू आफ्नो ट्रान्सक्रिप्ट अथवा ग्रेड सिट अथवा मार्कसिट अपलोड गर्नु होला। कुनै 10 क्लासको अथवा 12 क्लास यदि फर्म भर्नुभएको भने 12 क्लासको, त्यो पनि PDF फर्ममा। अनि त्यसपछि आफ्नो क्यारेक्टर सर्टिफिकेट प्रमाणपत्र त्यो अपलोड गर्नु होला। सो वैकल्पिकवाला चाहिँ छोडिदिनु होला, नभर्नु होला। त्यसपछि चाहिँ तल बुझाउनुहोस्मा क्लिक गर्नु होला। त्यसपछि चाहिँ हाम्रो नयाँ इन्टरफेस खुल्नेछ। सो त्यसपछि तालिम र व्यावसायिक परिषद अनुभव यो तिनटै चाहिँ नभर्नु होला। अनि लास्टको तपाईँ पूर्ण विवरण हेर्नुहोस्मा क्लिक गर्नु होला। सो क्लिक गरेपछि चाहिँ यस्तो फर्म डैशबोर्ड खुल्नेछ। यसमा तपाईँहरू सम्पूर्ण जति पनि फर्म भर्नुभयो त्यो आफ्नो डिटेल्स चेक गर्नु होला। यदि ठिक छैन भने, यदि कतै मिस्टेक छ भने पछाडि गएर सच्याउनु होला। अनि त्यसपछि सच्याएर तपाईँहरू चाहिँ अब चाहिँ त्यो लेफ्ट साइडमा दिएको 3 धर्कोमा क्लिक गर्नु होला। त्यहाँ क्लिक गरेपछि तपाईँलाई सेकेन्ड नम्बरमा रिक्त पद भनिएको छ, त्यहाँ क्लिक गर्नु होला। सो त्यसपछि चाहिँ हाम्रो यस्तो डैशबोर्ड खुल्नेछ, जसरी कि हरेक ठाउँबाट, जसरी कि धनकुटा, इलाम, खोटाङ, जलेश्वर कार्यालय, काठमाडौँ, नामनगर सङ्घीय खरिदारको फर्म चाहिँ खुलेको छ। सो तपाईँहरूलाई जुन सजिलो लाग्छ जान एक्जाम दिन, त्यहाँ आफ्नो भर। त्यसपछि चाहिँ आप्रवाला नभर्नु होला फर्म। आन्तरिक प्रतियोगितावाला फर्म चाहिँ नभर्नु होला, किनभने यो पद चाहिँ सरकारी कर्मचारीहरूको लागि मात्र प्रतिस्पर्धा गरेर बढुवा गर्ने हो। पनि आन्तरिक प्रतियोगिता लेखेको छ त्यो फर्म चाहिँ नभर्नु होला, त्यसको तलवाला भर्नु होला। दस्तुर दिने अन्तिम मिति यसको 2082 12 महिना 17 गते लास्ट छ। अनि त्यसपछि तपाईँको दोबर दस्तुर चाहिँ 24 गतेसम्म छ, 12 महिना 24 गतेसम्म। सो म चाहिँ धनकुटा अफिसबाट भर्छु फर्म खरिदारको, जुन चाहिँ 2 नम्बरमा छ। सो पहिला चाहिँ त मलाई त खुल्लामा पनि भर्न पाइयो, अनि दोस्रो चाहिँ मलाई मधेसीमा पनि भर्न पाइयो। सो खुला र मधेसी दुईटामा म टिक लाएँ। के तपाईँसँग न्यूनतम योग्यता छ, त्यसमा चाहिँ तपाईँहरू हो मसँग न्यूनतम योग्यता छ, त्यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईँहरू चाहिँ न्यूनतम योग्यताको सङ्ख्या चाहिँ त्यसपछि भर्नु होला। मेरो चाहिँ साइन्स हो, मैले साइन्स भरेँ, जसरी कि म +2 मा साइन्स पढेछु। यदि तपाईँ अन्य पढ्नुभयो होला भने त्यो अन्यमा लेख्नु होला। त्यसपछि न्यूनतम योग्यताको प्रमुख विषय मेरो बायोलोजी हो भने सपोज म बायोलोजी लेखेँ। त्यसपछि आफ्नो चाहिँ सेन्टर चुज गरेर एउटै सेन्टर दिएछ त्यही राख्नु होला। त्यसपछि म पिसिएसको त्यसपछि चाहिँ तपाईँहरू क्लिक गर्नु होला। म पिसिएसको शर्त र नियमहरू
स्वीकार गर्न तयार छु। त्यसपछि चाहिँ हाम्रो राइट साइडमा दिएको लागू गर्नुहोसमा क्लिक गर्नुहोला। त्यो क्लिक गरेपछि हाम्रो यस्तो ड्यासबोर्ड खुल्नेछ, जुन चाहिँ हाम्रो 2टा फर्म भरेछु त्यो चाहिँ देखाइरहेको हुन्छ। जसरी म खुला र मधेसीमा भरेछु भने देखाइरहेछ। त्यसपछि तल चाहिँ हाम्रो हो निश्चित गर्नुहोसमा क्लिक गर्नुहोला। निश्चित गर्नुहोसमा क्लिक गरेपछि हाम्रो चाहिँ यस्तो चाहिँ ड्यासबोर्ड खुल्छ। जसरी कि हाम्रो एप्लिकेसन चाहिँ एप्लाइड भइसकेको छ। यदि हामीले यहाँबाट पे गर्न चाहिरहनु भएको छ भने यहाँबाट पे एप्लाइड एडभर्टाइजमेन्ट गर्न सक्छौँ। यदि हामी यताबाट पे गर्न चाहिरहेको छैन भने ओकेमा दाब्नु होला। अनि त्यसपछि चाहिँ हाम्रो 3 डटमा लेफ्ट साइडमा दिएको धरको त्यसमा क्लिक गर्नु होला। त्यसपछि चाहिँ तपाईहरु मेरो आवेदनमा दाब्नु होला। त्यसपछि मेरो आवेदनमा क्लिक गरेपछि तपाईहरु सबै आवेदनमा क्लिक गर्नु होला। सबै आवेदनमा क्लिक गरेपछि चाहिँ हाम्रो यस्तो फर्म खुल्छ ड्यासबोर्ड। त्यसमा हाम्रो हेराइरहेछ पेन्डिङ। त्यसपछि तपाईहरुले 650 रुपैयाँ तिर्नुपर्ने हुन्छ। तिर्नुहोसमा दाब्नु होला, क्लिक गर्नु होला। तिर्नुहोसमा क्लिक गर्नु होला। त्यसपछि चाहिँ तपाईहरु बैंकमा सिलेक्ट गर्नु होला। यदि अफलाइन चाहिरहनु भएको छ भने तपाईहरु बैंकमा जानु होला। यी 3-4 वटा बैंक दिएछ। अथवा अनलाइन पे गर्न चाहनुहुन्छ भने कुनै बैंकमा सिलेक्ट गरेर अनलाइन भुक्तानीमा राखेर अनि त्यसपछि तपाईहरु अर्कोमा क्लिक गरेर पे गर्न सक्नुहुनेछ। यदि केही समस्या भयो तपाईहरुले फर्म भर्दाखेरि भने कमेन्ट गर्नु होला। म कमेन्टको रिप्लाई गर्नेछु।